चट्ट बनिसक्यो हैन। वीरेन्द्र राई कुकिङ अपरेसन क्लासमा चाहिँ सिक्नु होला है तपाईहरुले एउटा डिमसम चाहिँ सिक्नु पर्यो नि त हैन। यो भी देखा न इतना देखा न। सबैलाई सेवा नमस्कार, भुइसरे सेवा ढोक र वीरेन्द्र राई कुकिङ क्लासबाट चाहिँ आज म चाहिँ डिमसम सेक्सनमा आएको छु। मेरो छुट्टीको दिन आज पनि आज यो भाइ बन्दैछ एडामामी डम्पलिङ। आज बन्दैछ एडामामी डम्पलिङ। हाम्रो सेफ्जी यता हुनुहुन्छ, मानबहादुर सेफ्जी हुनुहुन्छ। अनि हामी हाम्रो टिम आज म चाहिँ टिम हो नि त आजको चाहिँ यहाँ हैन। आजको किन भन्नु पर्यो, सधैँको टिम भन्नु। सधैँको टिम हो नि त। ल हाम्रो टिम चाहिँ यस्तो छ। ल सबैले एकदम छुछु जान्दैन नि त हो। सबैलाई अब लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु पर्यो हैन। अनि पेजलाई फलो गर्नु पर्यो। तपाईलाई यस्तो यस्तो भिडियो इन्टरटेनमेन्ट भिडियोहरु ल्याउन चाहन्छु तपाईलाई, तपाईहरु सँगसँगै हैन। त्यसपछि हामी बनाउँदैछौँ डट पीछे में ना अभी हाथ लगाए पूरे सही बोला। मेरो अनुहार चाहिँ कसले देखाउँछ नि। ए भएन धेरै भयो। पानी भी ज्यादा छोटे अनुहार चाहिँ कहिले देखाउँछ मेरे मुंह धोने पीला और काला काला था ना मधुमक्खी भी कम नहीं था, 5 टन 6 टन है। आज चाहिँ पुरा मार्क्स भित्र भित्र हाँस्छ। टेन्सन पनि छ मलाई। इन्जेक्सन पेलो खाना छ भनेर चाहिँ मलाई त्यस्तो सोच्दैछु। के बोल्दैन इन्जेक्सन के गर्छ म पनि पुरै कालो हुन्छु। मलाई देखाइ नि त अनि हेरो भिडियो ल ल ल एउटा डम्पलिङ यसरी बनाउँछ है। यसरी बनाउँछ झप्प यस्तो लाउने टक्क यस्तो गर्ने पटाउने रुमाल पटाएर टक्क टक्क। वीरेन्द्र राई कुकिङ अपरेसन क्लासबाट चाहिँ यस्तो आउँदैछ। यहाँ बनाइसक्नु भयो हाम्रो सेफ्जीले। टक्क यसलाई चाहिँ मुजा बनाउने टक्क थैलीको मुजा जस्तो क्या हो। यस्तो गर्ने टक्क गर्ने यसले टक्क काट्दिने हो। टक्क यहाँ यस्तो थिचिदिने टक्क यहाँबाट सलक्क ल्याइदिने अनि उब्बोबाट यस्तो हानिसकेपछि एडामामी डम्पलिङ चट्ट बनिसक्यो हैन। वीरेन्द्र राई कुकिङ अपरेसन क्लासमा चाहिँ सिक्नु होला है तपाईहरुले एउटा डिमसम चाहिँ सिक्नु पर्यो नि त हैन। यता चाहिँ बनिसकेको छ एडामामी डम्पलिङ। यसमा कलर लाउनु बाँकी छ माथि। कलर मतलब कलर त्यस्तो कलर हैन, फुड कलर हैन। यसमा चाहिँ हाम्रो ब्लू पीको चाहिँ कलर लाग्छ टक्क हैन। यसो सो अब यहाँ चाहिँ के आँखै खुसी गर्दैछ यिनीहरू दुईजना होइन। उहाँहरू चाहिँ आफू कानै खुसी गर्दैछ होइन। के हो खासमा भन्नु खोजेको चाहिँ के हो भाइ भनिदिनु नि त। भन्नु खोजेको चाहिँ के अब हामी अर्को टिमसँग बनाउँदै छौं, फेरि तपाईहरुको लागि अर्को पनि देखाउने छौं। अर्को पनि देखाउने छौं तर नेक्स्ट विकमा देखाउने छौं नि, नेक्स्ट भिडियोमा। तर यो भिडियोमा त कहाँ सबै लाउन सकिँदैन नि त। कि सकिन्छ सकिँदैन। अर्को हाँस्छ स्माइल राम्रो छ भाइ। स्माइल वीरेन्द्र राई कुकिङ सेन्टर रे। वीरेन्द्र राई कुकिङ अपरेसन क्लास। त्यसमा अपरेसन भनेपछि चाहिँ डाइनिङ सबै भयो। म हो नि वीरेन्द्र किराती फाउदे सेफ फाउदे हो नि। फाउदे फाउदे छुछु जान्दैन त एकचोटि। डब्बा रेक्स
3 में ही खत्म कर दी हो। तो यो भी देखा नहीं, इतना से देखा नहीं। च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् र नजिकै भएको बेल आइकन दबाइदिनुहोस्। भिडियो इन्ट्रेस्ट लागेकोमा र यस्तो यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने, कुकिङमा केही सिक्नु चाहनुहुन्छ भने मलाई फलो गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ। नमस्कार।